धेरै दिनपछि एउटा सानो भिडियो लिएर आएको छु। हेर्नु होला, मेरो यो काम गर्ने ठाउँ यो हो अनि यो हो मेन रोड। यता म जाँदैछु, यता डेलिभरी एउटा दिन जाँदैछु, कम्पनीको कामले नै हो। यो हो काम गर्ने स्टोर, सानो ग्रोसरी जस्तो हुन्छ यहाँ आइल्यान्डमा। अनि यो हेर्नुहोस् कति राम्रो भ्यू छ, बीच साइड स्टोर हो यो। कति राम्रो भ्यू छ बीच साइडको। अनि यो हो हाम्रो स्टोर काम गर्ने यो बीच साइडको भ्यू हेर्नु होला। तल देखाउँछु, हेर्नु होला है। केमन आइल्यान्डको भ्यू हो यो, हेर्नुहोस् ट्राफिक पनि छ। म जाँदैछु यता राइट साइड। यो हो साँझको बेला उताबाट घाम आइरहेछ पश्चिमबाट, अनि पश्चिम साइडै जाँदैछु, त्यही भएर यो भिडियो अहिले क्लियर आउन होला सायद। यता हेर्नु सबै बीच साइड हो केमन आइल्यान्ड। हेर्नुहोस् यहाँ यस्तै सानो सानो घर हुन्छ, हाम्रो नेपाल जस्तो हुन्न यहाँ सानो सानो टिन लागेको घरहरू, धेरै जस्तो काठले बनाएको घरहरू हुन्छ। जति धनी भए पनि यहाँ बस्ने चाहिँ यसरी बस्ने रहेछन् कि यस्तो हेर्नु है। बीच साइडको भ्यू यस्तो छ, हेर्नु होला। सानो सानो घर बनाउने, हामी नेपाली जस्तो 2 तला 3 तला चाहिँ घर बनाउने रहेनछन्, यहाँ सानो सानो बनाउने रहेछन्। यस्तो हेर्नु होला, यहाँ सानो सानो घर कस्तो चिटिक्काको छ। यो हो आइल्यान्डको भ्यू, केमन आइल्यान्ड, नर्थ अमेरिका, कन्टिनेन्ट नर्थ अमेरिकाको भित्र पर्छ। देशको नाम चाहिँ केमन आइल्यान्ड हो। अब कन्टिन्यू भिडियो बनाउँछु म। मेरो च्यानलमा सब्सक्राइब गर्नेहरूलाई धेरै धेरै धन्यवाद, हजुरहरूलाई सबैले सब्सक्राइब गर्ने। अब कन्टिन्यू भिडियो बनाउँछु म। केमन आइल्यान्डमा कसरी आयो, यहाँको वेजेस कति पाइन्छ, अनि काम कस्तो कस्तो पाइन्छ, कुन महिनामा आउँदा ठिक सबै बनाउँछु। मलाई फलो गर्नु होला सबैले, भिडियो हेर्दै गर्नु होला। थ्याङ्क यू। म यहाँ पुग्न लागेको छु ठाउँमा।